ग्यासको अभाव छ अहिले, तर हाम्रो जमिनमुनि ग्यास छ, हामीले फाल्ने फोहोरमा ग्यास छ। त्यस फोहोरको व्यवस्थापन गर्यो भने हामी ग्यास निकाल्न सक्छौँ, जमिनमुनिबाट ग्यास निकाल्न सक्छौँ। अरू थुप्रै विकल्पहरू हाम्रा निम्ति हुन सक्छ। त्यो कुरा भनेको अब त हद्दै भयो, ग्यास निकाल्ने पो कुरा गर्छु। मैले भने अलिक समय पर्खिनुहोस्, अहिले हामी अप्ठ्यारोमा छौँ, अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। Whatever the government formed, but our main aim is to address the problem of Maoists, at the same time to bring peace. यो दृश्य हेरिसकेपछि अब मैले धेरै शब्दहरू खर्च गरिरहनु नपर्ला। आखिर किन यो देश बनेन, युरोप अमेरिका जस्तो किन अगाडि बढेन? यसको एक मात्र कारण यो देशले चलाउन सक्ने योग्य ड्राइभर नै पाएन। 8 क्लास फेल भएका 80 वर्ष पुग्न लागेका हजुरबाउहरूले र्याल चुहाउँदै घस्रिँदै यो देशको भविष्य पनि अन्धकारतर्फ घिसारिरहेका छन्। देशलाई आफ्नो आफन्तहरूको भर्ती केन्द्र बनाएका छन्, हरेक निकाय र क्षेत्रमा राजनीतिकरण गरेका छन्। हुँदा हुँदा हाल न्यायालयदेखि प्रहरी संगठन समेतमा राजनीति छिरेको छ। एकपछि अर्को गर्दै न्यायालय विवादित बन्दै गएको छ, प्रहरी बदनाम बन्दै गएको छ। 2/3 बलियो सरकारले जनताको जीवन स्तरमाथि उकास्ने काम गर्छ, देशमा स्थिर सरकार र समृद्धि ल्याउनमा योगदान पुर्याउँछ भन्ने ठूलो आशा र विश्वास गरेका नागरिकहरू हाल सरकारको एकपछि अर्को विवादित निर्णय र कदमका कारण आजित भएका छन्।